अब म कसैले माथि पनि आरोप लगाउन चाहन्न। मैले आरोप लगाउनु उचित हुँदैन, तर म आफै त्यस्तो कुनै पनि खराब नियतबाट लाभ उठाएर भ्रष्टाचार गरेर कुनै पनि कामको निम्ति आदेश दिने काम मबाट भएको छैन र त्यस्तो कुराको म विरोधमा छु। अब यहाँको पद पनि निलम्बन भयो, पार्टी अध्यक्ष हुनुहुन्छ, अबको यात्रा कस्तो रहन्छ? अब त्यसको निम्ति जे प्रक्रिया जस्तो हुन्छ त्यो प्रक्रियाको सामना गर्नेछ। अब हजुरकै नेता राजेन्द्र पाण्डेले चाहिँ केपी ओलीको निर्देशनमा मुद्दा दर्ता भयो भन्ने प्रतिक्रिया दिनुभएको छ। यसलाई हजुरले के हुन्छ? केपी ओलीको निर्देशनमा भएको मान्नु? त्यो त हो, त्यो त सिधा कुरा हो। उहाँ मेरो विरुद्धमा सुरुदेखि लाग्नु भएको पनि हो। मेरो क्यारियरलाई, राजनीतिक क्यारियरलाई समाप्त पार्नुमाको नियतै हो। पहिले पनि उहाँले यस्तै किसिमको पटक पटक कोसिस गर्नुभएको हो। उहाँ चाहिँ भनेको बदलाको भावनाबाट चल्नु भएको छ। जब अहिले यहाँमाथि मुद्दा दायर गर्यो, यस विषयमा यहाँको धारणा के छ? अब मैले त पटक पटक भनेको छु कि मैले कसैसँग एक नयाँ पैसा पनि लिएको छैन। भ्रष्टाचारको कसैको बाट मैले अनुचित कुनै लाभ उठाएको पनि छैन र यो मैले चुनौतीका साथ भन्न चाहन्छु। त्यस हुनाले म यो राष्ट्रलाई नोक्सान पुग्ने कुनै पनि कामको विरुद्धमा रहन्छु। कहीँबाट कसैबाट भएको छ भने पनि यो उचित होइन भने मेरो दृढताका साथ उभिएको पनि छ। त्यस हुनाले जहाँसम्म त्यो त्यहाँ लेखिएको कुरा के छ भने मैले नै मन्त्रीलाई निर्देशन दिएँ। मैले कुनै पनि मन्त्रीलाई यस्तो अनुचित काम गर्न आजसम्म निर्देशन दिएको छैन। त्यसको प्रमाण पेश गरियोस्, त्यसको प्रमाण पेश गरियोस्। मैले आजसम्म कुनै पनि मन्त्रीलाई अनुचित काम गर्नका लागि दबाब दिने कुरा त टाढाको कुरा म निर्देशन दिएको पनि छैन। त्यस हुनाले त्यसको निम्ति म चुनौतीका साथ भन्न चाहन्छु। जहाँसम्म पतञ्जलि जस्तो संस्थाको कुरा छ, जसमा स्वामी रामदेव र आचार्य बालकृष्ण जस्ता व्यक्तिहरू भएको, त्यसमा अरू अनुचित काम गर्ने कुरा त कसैले कल्पना पनि गर्न सक्दैन। त्यस हुनाले मैले त्यो कुनै अनुचित उद्देश्यका साथ केही पनि गरेको छैन। नियम कानुन विधि के भयो भएन त्यो सबै कानुनले हेर्ने कुरा हो। त्यो विधि अनुसार नै सबै कुराहरू आएको थियो कि थिएन, त्यसको निम्ति सम्बन्धित सबै निकायले राम्ररी हेरेनन्। अन्तिममा चाहिँ प्रधानमन्त्री कार्यालयमा मुख्य सचिवले पनि सबै कानुनी परामर्श गरेनन्। यी सबै कुराहरू पनि हेर्नुपर्ने हुन्छ। यदि उचित भएको छैन भने त्यो सरकारी जग्गा एउटा टुक्रा पनि सरकारी जग्गा दिने काम भएको छैन, यो पनि क्लियर हुनु पर्यो। तर त्यहाँ निजी जग्गा के भन्छन् उसको के सीमाभन्दा माथि हदभन्दा माथिको कुरा हो भने पनि त्यो आवश्यकताले गर्दा भएको हो भन्ने कुराहरू आएको सन्दर्भमा यदि उचित भएको छैन भने त्यो जग्गाहरू सबै फिर्ता लिन सकिन्छ। त्यसको निम्ति चाहिँ त्यो कुनै अपराध गरेको, बदमासी गरेको, नियत खराब भएको रूपमा लिने होइन। किन भन्दाखेरि नेपालमा योगको चाहिँ प्रचार प्रसार होस्, आयुर्वेदको औषधिहरूको उत्पादन होस् आदि इत्यादि भन्ने कुराको म पनि त्यो पक्षमा हुँ। म उहिलेदेखि 2032 सालभन्दा पहिले पनि योगाभ्यास गर्ने मान्छे नै हुँ। अहिले पनि म योगहरू गर्ने गर्दछु। योग सम्बन्धी कामहरूमा असल नियतका साथ लाग्ने कुराहरूमा मेरो साथ सहयोग समर्थन रहन्छ। तर त्यो गर्दाखेरि पनि नियम कानुन विधिको सम्मान गर्नुपर्छ, पालन गर्नुपर्छ। त्यसको निम्ति जब क्याबिनेटबाट भएको छ भने त्यो क्याबिनेटमा विभिन्न प्रक्रियाबाट सबै मन्त्रीहरूले हेरेर त्यसलाई चाहिँ पास गराइएको होला, अगाडि बढाइएको होला। त्यो यदि भएको छैन भने पनि देशलाई, जनतालाई, राष्ट्रलाई नोक्सान पुग्ने कुनै कामहरू भएको छ छैन मलाई थाहा छैन। त्यो भएको छ भने पनि त्यस्तो कुराहरूलाई, अनुचित कुराहरूलाई छुट दिन सकेन।